गुड इभिनिङ साथीहरू। र यसलाई चाहिँ तिते भनिने गर्छ है। र यो चाहिँ एकदमै राम्रो हुन्छ है साथीभाइ, यसरी जङ्गलमा पाइन्छ हाम्रो पहाडी क्षेत्रमा है। र यो चाहिँ प्राय पहाडी क्षेत्रमा पाइने जस्तो लाग्छ मलाई है। र विशेष गरेर त हाम्रो यता कालिम्पोङ, दार्जिलिङ, सिक्किम क्षेत्रमा त पाइन्छ है। अब नर्थ इस्टतिर त म घुम्न गएको छुइनँ, त्यहाँ के कस्तो छ। र जति पनि अब पहाडहरू भन्ने त सब एउटै हो र प्राय पाइन्छ नै होला नर्थ इस्ट यता, जस्तै मणिपुर भयो होइन, यता अरुणाचल प्रदेशहरू भनिन्छ, थुप्रै छ, नागाल्यान्डहरू त्यस्तोतिर है। र अब हाम्रोतिर चाहिँ यतातिर पाइन्छ। र यो चाहिँ एकदमै औषधि गुणले युक्त नै हुन्छ साथीभाइ। र आजको वेदर अपडेट चाहिँ यस्तोको छ है साथीभाइ। बिहानखेरि चाहिँ पानी सानी पर्यो र अब चाहिँ अलिक दिन खोलिँदैछ है साथीभाइ। यस्तै छ हाम्रो गाउँठाउँ साथीभाइ हो। सबैलाई गुड इभिनिङ। हजुरहरूको जीवन र दिनहरू कसरी बित्दैछ, राम्रै बित्दै होला है। हेर्नुहोस् है साथीभाइ, यस्तै छ दुःख सुख। र मेरो सर्ट भिडियोले यति नै अन्त गर्दछु है साथीभाइ। यस्तै छ।